मर्निङ एभ्रिवान। आज चाहिँ हामी लिची किन्न जान लाग्यो। दिदी म अनि सीता भएर मोतीपुरतिर हेर्दै जानु है त। अब यो भ्लग चाहिँ मैले भर्खर स्टार्ट गरेको हो। यति बेला चाहिँ बिहान 1:30 भइसकेको छ। अब हामी चाहिँ एकछिनमा निस्किन्छौँ। दिदी आउनुभयो। खै त सीता ए हो र रोक्नै रोक्नु। दिदी पछाडि आउँदै हुनुहुन्छ। आस्ते आस्ते आउनुभयो। ट्राफिक नियम भुलेर बर्बाद छ दुईजनाले। यहाँ आयौँ हामी बिरुवा रेस्टुरेन्ट हो। हजुर बाख्राहरू बेच्न थुपारे किनभने खोला नजिकै। हामी जाने बाटो चाहिँ यतातिर हो। हामी चाहिँ हरिहरतिर आयौँ। हामी चाहिँ हेर्नु यहाँ कस्तो आनन्द ठुलो पिपलको रुख छ। त्यही त हो नि होइन। गाडी ठोक्देऊला फेरि गाडीलाई उता उता हेर्दाखेरि तर उत्तिर आएन है। 5 मिनट पनि नलाग्ने त्यहाँबाट यहाँ मोटो होइन दुब्लो भएर। यहाँ हेर्नुहोस् लिची नै लिची ल्यायौँ हामीले। 14 केजी लिची। लिची नै लिची कति खायो। हो यो वाला राख्नुपर्छ क्या।